हेलो वेलकम छ साथीहरू हजुरहरूलाई सिन्दिमाको ब्लगमा। आज चाहिँ मेरो फर्स्ट ब्लग हो है त युट्युबमा। हजुरहरू हेरिदिनुहोस् र सपोर्ट गरिदिनुहोस् है त। आज म के गर्छु, कहाँ जान्छु र के खान्छु हजुरहरूलाई सबै देखाउने छु है त। फटाफट यो सबै काम सकिसक्छु। बिउ छरिदिएको थिएँ, यस्तो दामी फर्सी फलेछ यहाँ एउटा, अनि अर्को यहाँ फलेछ। वाह, यो चाहिँ हाम्रो रक्कीको लागि खोले। रक्की प्लिज खाऊ। कति राम्रै छ हौ, यसको नाम चाहिँ रक्की हो, रक्की। यिनीहरू दुईटा चाहिँ मेरो मजाक उडाउँदैछन् म युट्युबर भएँ भनेर। यी चाहिँ मेरी छोरी राधिया नेउपाने, यिनी हुन् प्रार्थना ढुङ्गेल। ढुङ्गेल महिनामा एकचोटि मात्र नआउँछिन्। प्रार्थना ढुङ्गेल यता हेर चाहिँ अल्छिनी गाउँ डुल्लीहरू हो। कहाँ डुलेर आएको, कता डुलेर आएको? यिनी हुन् झन अल्छिनी, सानी अल्छिनी, यता हुन् ठुली अल्छिनी, फुपू भदैनी हो यिनीहरू चाहिँ। फरेभर 52 को ब्लस, आई लभ ब्लस। बेबी पनि ब्लस मनपर्छ अरे, बेबीलाई लो टिक्का टिक्का टिक्का। ल म पनि ब्लस लाउँछु, टिक्का 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 टिक्का। हारको क्यामेराम्यानलाई पनि टिक्का। म चाहिँ रेडी भइसकेँ। अब हामी चाहिँ जाँदैछौँ। कहाँ जाँदैछौँ बेबी, कहाँ जाँदैछौँ, कहाँ जाँदैछौँ? हेर्नु साथीहरू, एक्लै हुनुको बेफाइदा। अलिकति कहीँ जानु पर्यो भने नि यसरी तालचाट छ। फेरि भन त। यहाँ हामी चाहिँ स्कुटीमा तेल हाल्दैछौँ। हामी चाहिँ गाउँमै यसरी बोतलबाट तेल हाल्ने गरेको छौँ। यहाँ मेरो हेल्पर चाहिँ मेरो बेबी हो। यो चाहिँ मदन भण्डारी राजमार्ग। अहिले चाहिँ यहाँ बाटो बनिँदैछ परसम्म। हामीहरूको चाहिँ यही एरिया हो। यो चाहिँ गाजाबारी बन्छ, यता चाहिँ मदन भण्डारी राजमार्गमा हामी ठ्याक्कै छौँ। राधिया बेबी चाहिँ उसको हजुरआमालाई भेटेर खोइ खुसी भइन। खुसी भइन बेबी, खुसी भइन। यहाँ झरेछ, यहाँ झुम्का झरेछ है। यो चाहिँ कैदाले चोक हो। यहाँ चाहिँ पहिले हाम्रो रेफ्युजी क्याम्प थियो, अहिले यस्तो भएको छ। रेफ्युजी क्याम्प थियो यहाँनिर सेक्टर ए, यतापट्टि सेक्टर बी। पानी ट्याङ्की रेफ्युजी क्याम्पको यो कम्युनिटी अफिस कि के भन्थ्यो, अझैमा पनि यो भवन छ। अनि यहाँ चाहिँ पानी ट्याङ्की। अहिले त यहाँनिर सशस्त्र क्याम्प बनेको छ, अनि यता पार्क बनेको छ। यहाँनिर चाहिँ हाम्रो दाल चामलहरू के बाँड्ने गरेको थियो र तेल पनि बाँड्ने ठाउँ थियो यहाँ। अनि यहाँ चाहिँ हामीहरूको बाङ्गे बजार लाग्थ्यो। यहाँनिर चाहिँ हाम्रो बाङ्गे बजार लाग्थ्यो। अहिले त बाख्रा चरिरहेछ यसरी। भवन बनाएको छ, यसमा चाहिँ कार्यक्रमहरू प्रोग्रामहरू गर्न मिल्छ। हजुरहरूको केही कार्यक्रम प्रोग्राम छ भने यहाँ आएर पनि गर्न सक्नुहुन्छ। र यहाँ हामीहरूको ठाउँ यति राम्रो छ कि पिकनिक स्पट पनि भइसकेको छ। हजुरहरू आएर पिकनिक खान, घुम्न, रमाउन, इन्जोय गर्न सक्नुहुन्छ। र हजुरहरूको केटाकेटी खेल्ने ठाउँ पनि छ। यहाँ पार्क छ सानो है। अनि यता हजुरहरू फोटो खिच्ने ठाउँ छ। यहाँ चाहिँ हरिभरि जङ्गल छ। कति मजाको। यहाँबाट आऊ। ओ गुड जब। बबीले चाहिँ छोरी आई भनेर यहाँ रोटी बनाउन तयारीमा हुनुहुन्छ, पिठो मुस्दै हुनुहुन्छ। सानी र म भएर चाहिँ रोटी खाँदैछौँ। हामी चाहिँ भक्का खान आएको, भक्का जाडोमा तातो तातो भक्का। ओके साथीहरू, हामी चाहिँ घर आइपुग्यौँ। अलिकति रोटी ल्याएँ, त्यसपछि आउँदा आउँदै नानी पनि सुतिन्, अनि हामी चाहिँ घर आइपुग्यौँ। ओके साथीहरू, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस् र सब्सक्राइब पनि गरिदिनुहोस् है त। बाई बाई।